नमस्कार, पिरियडका कुराको यो नयाँ एपिसोडमा यहाँहरूलाई स्वागत छ। म हो सृष्टि। सदा चाहिँ महिनावारीसँग सम्बन्धित विविध विषयमा कुराकानी गर्ने प्लेटफर्म पिरियडका कुराको यो नयाँ एपिसोड लिएर हामी आइसकेका छौँ र आज पनि हामीले एउटा एकदमै महत्त्वपूर्ण विषयमा कुराकानी गर्दैछौँ। यहाँहरूलाई कतिको याद छ, केही वर्ष अगाडि धेरैजना सङ्घ संस्था र इन्डिभिजुअल्सहरू मिलेर हामीले सडकमा एउटा आवाज उठाएका थियौँ। त्यो आवाजले भन्दै थियो रातो कर माफ गर, र त्यो आवाज विभिन्न सङ्घ संस्था त्यसै गरी इन्डिभिजुअल्सहरू रहेको थियो। स्पेसली हामीले त्यो आवाज किन उठाएका थियौँ भने महिनावारीसँग सम्बन्धित सामग्रीहरू, हामीले मेन्स्ट्रुअल प्रडक्ट्स पनि भन्छौँ, त्यसलाई पनि अझ भन्नुपर्दा सेनिटरी प्याडमा लगाइएको करको विरुद्धमा हामीले त्यो आवाज उठाइरहेका थियौँ। एक त महिनावारी हुने व्यक्तिले जुन सामग्री प्रयोग गर्छौँ त्यसलाई चाहिँ सरकारले एउटा लग्जरीका रूपमा, लग्जरीको क्याटेगोरीमा राखिरहेको थियो भने अर्कोतर्फ हामी चाहिँ त्यो आवाज किन उठाइरहेका थियौँ भने त्यसलाई चाहिँ हामीले हाम्रो त एकदमै एसेन्सियल सर्भिसमा राख्नु पर्यो। जसरी हामी औषधिहरू राख्छौँ त्यही क्याटेगोरीमा राखेर चाहिँ कर नलगाउनु पर्यो भनेर त्यो आवाज उठाउनेमा पिरियडका कुरा पनि एउटा सहभागी थियो। र यो 4 वर्षपछि करिब अहिले चाहिँ यो महिनावारी सामग्री अर्थात् सेनिटरी उत्पादनमा जुन लगाइएको कर थियो त्यसको लागि चाहिँ अहिले हाम्रो सम्माननीय अदालतले एउटा परामर्श जारी गरेको छ। र अहिले हामीले यो कुरा गरिरहँदाखेरि त्यो एउटा रिट लगाइएको थियो, अदालतमा रिट पेश गरिएको थियो र त्यो रिट पेश गर्ने 2 जना कानुनका विद्यार्थीहरू थिए र तीमध्ये एकजना हुनुहुन्थ्यो कानुनको विद्यार्थी श्रीना नेपाल। श्रीनाजी, वेलकम टु आवर पडकास्ट पिरियडका कुरा। थ्याङ्क यू सो मच। तपाईँहरूले एकदमै इम्पोर्टेन्स दिएर बोलाइदिनु भयो। हामीले अहिले अलिकति मैले ब्याकग्राउन्डमा पनि भने है, 4 वर्ष अगाडि चाहिँ यहाँहरूले यो रिट लगाउनु भएको, खासमा यो किन जरुरी थियो? यहाँहरूले हुन त तपाईँ आफै एकजना चाहिँ मेन्स्ट्रुएटिङ इन्डिभिजुअल भएर अलिकति टच भयो कि तपाईँलाई, र तपाईँको अर्को साथी त उहाँ चाहिँ पुरुष हुनुहुन्छ होइन? र तपाईँहरूले यो फर्स्टमा चाहिँ हामी त्यो अलिकति ब्याकग्राउन्डमा जाउँ न। 4 वर्ष अगाडि तपाईँहरूले किन यो विषय छान्नु भएको थियो? के थियो अलिकति ब्याकग्राउन्ड? हजुर, हामी चाहिँ ठ्याक्क कस्तो थियो भन्दाखेरि हामीले यो जुन रिट हाल्ने समय थियो त्यतिखेर चाहिँ हामी सेकेन्ड इयरमा भर्खरै स्टार्ट गरिरहेको थियौँ कि फर्स्ट इयरको इक्जाम दिएर सेकेन्ड इयरमा थियौँ। तर हाम्रो चाहिँ कस्तो एउटा राम्रो बानी चाहिँ के थियो भन्दाखेरि केही नयाँ कुरा थाहा पाइयो भनेदेखि साथीहरू सबैजना बसेर सेयर गर्ने बानी थियो। अनि त्यसै क्रममा चाहिँ मैले एउटा आर्टिकल पढाएको थिएँ। त्योभन्दा अगाडि चाहिँ मै पनि धेरै अवेर थिइनँ कि यसको बारेमा। सो आर्टिकलमा चाहिँ पिङ्क ट्याक्स भनेर थियो के रहेछ यो पिङ्क ट्याक्स भनेर हेर्दै गएँ होइन, अलिक बढी रिसर्च गरेँ। हेर्दाखेरि त हामीले युज गर्ने सेनिटरी प्याडमा शुद्ध ट्याक्स लगाउने रहेछ कि। अनि मलाई चाहिँ कस्तो भयो भन्दाखेरि आफूलाई कस्तो दुःख फिल हुन्छ नि त त्यो बेलामा। इट्स नट जस्ट ब्लिडिङ मात्रै गरिरह होइन नि त, हामी त त्यहाँ आउने फिजिकल पेन, मेन्टल पेन, अनि त्यसपछि यो इमोसनल फ्लक्चुएसन्सहरू यति धेरै हुन्छ नि त, मुड स्विङ्स। अनि यति गाह्रो भइरहेको कुरालाई सरकारले कसरी यसरी कर लगाइदिरहेको होला भनेर जिज्ञासा भएर मैले मेरो साथीहरूसँग गएर सेयर गरेँ। अनि सेयर गर्ने क्रममा चाहिँ हजुरले अघि मेन्सन गर्नुभयो अविदय भेटवाल, हाम्रो चाहिँ अलिकति बढी नै चासो देखायौँ क्या। हामीले के गर्ने हो त, यसमा रिट हालिदिने हो त भन्ने खालको कुरा गऱ्यौँ क्या। अनि अब भर्खर सेकेन्ड इयरमा छ होइन, सो हामीले चाहिँ सेकेन्ड इयरमा प्रोसिड्युरल ल पढ्नुपर्ने थियो। सो ल ठिकै छ नि त हालिदिउँ। अब लाइक हुन्छ नि, यो चाहिँ एकदम इम्पोर्टेन्ट इस्यु पनि हो होइन, अफेक्ट पनि गरिरहेछ सबैजनालाई। अनि यो मेरो लागि मात्रै होइन भन्ने थियो क्या हाम्रो सुरुदेखिकै कन्सेप्ट, यो मेरो लागि चाहिँ होइन भन्ने थियो। अनि गऱ्यौँ। अनि हामीलाई यो रिट हाल्ने बेलामा पनि अब अलिअलि कलेजबाट पनि सहयोग गर्नुभयो र बाहिरको सरहरूबाट म उहाँहरूको नामै लिन चाहन्छु। प्रवीण महर्जन र विष्णु ढकाल भन्ने सर, 2 जनाले चाहिँ हामीलाई एकदमै हेल्प गर्नुभयो कि इनिसियल डेजमा। अनि त्यसपछि हाम्रो केएसएलको टिचरहरू त हुनुहुन्थ्यो नै, बट स्टिल उहाँहरूले पनि एकदमै हेल्प गरिदिनु भयो। अनि उहाँहरू नै हुनुहुन्थ्यो कि हाम्रो फर्स्ट लयरहरू। अनि त्यसपछि कस्तो भयो भन्दाखेरि यो इम्पोर्टेन्ट इस्यु हो भन्ने थाहा थियो,
है। अनि कस्तो भयो भन्दाखेरि ठ्याक्क त्यो बेला कोभिडको टाइम थियो अनि अलिकति त्यो प्रिकसन्सहरू अप्नाइरहेको थियो कि कोर्टले आफै पनि। अनि हाम्रो चाहिँ फाइल पनि बाहिर बक्समा लगेर एक दिन छोडिदिनु पर्ने होइन। अनि त्यसपछि भोलिपल्ट उहाँहरूले चेक गर्नुपर्ने। अनि त्यो बेला पनि हाम्रो फर्मेट मिलाएको थिएन होइन। अनि फेरि लिएर आएर फर्मेट मिलाएर फेरि लिएर गएर त्यसमा पनि उहाँहरूले रिभ्यू गरेर यो रिट दर्ता गर्नुपर्छ कि पर्दैन भन्ने रिभ्यू गरेर बल्ल दर्ता भयो क्या। हामीलाई त्यो दर्ता गर्नकै लागि मोर देन 1 week लागेको थियो कि एभ्री डे गोइङ टु सर्वोच्च अदालत होइन विथ द्याट होप आज हुन्छ होइन। अनि एउटा पोइन्टमा गइसकेपछि ला हुँदैन कि जस्तो भइसकेको थियो कि। अनि बिकज हामी त फर्स्टमै थियौँ नि त, फर्स्ट इयरतिरै थियौँ। अनि त्यसपछि भर्खरै जोइन गरेको मान्छेलाई त त्यो हुन्छ नि आजै भइहाल्छ कि भन्ने हाम्रो त त्यो कन्सेप्टबाट आएको हो नि त। सो त्यो गर्दाखेरि बुझ्न पनि समय लाग्यो होला। एक्ज्याक्टली। अनि बल्ल ल ठिक छ यस्तो हुँदो रहेछ प्रोसेस इन प्र्याक्टिकलमा चाहिँ यसरी हुँदो रहेछ भन्ने चाहिँ एउटा रियलाइजेसन भयो। अनि हाम्रो चाहिँ के थियो भन्दाखेरिदेखि अलवेज हाम्रो दिमागमा चाहिँ यो मेरो मात्रै इस्यु हुँदै होइन नि होइन। 50% अफ द वुमेन मोर देन 50% चाहिँ हाम्रो देशमा छ नि त महिलाहरूको पपुलेसन। अनि उनीहरूले भोग्नुपर्ने कुरामा पनि कसरी चाहिँ सरकार यति इन्सेन्सिटिभ हुन सकेको होला होइन त्यस्तो जस्तो फिल भइरहेको थियो क्या आफूलाई। अनि यो गर्दाखेरि चाहिँ मेरो लागि होइन तर एज अ होल महिलाको लागि महिनावारी हुने व्यक्तिहरूको लागि। एक्ज्याक्टली। यो अलिकति यो अब जस्तै धेरै समय लाग्यो 4 वर्ष होइन। अलिकति यो जर्नी कतिको च्यालेन्जिङ थियो, किन यति धेरै समय लाग्दो रहेछ हामीहरूकोमा चाहिँ होइन। यो के कुराले पुश गरिरहेको थियो, त्यहाँ अलिकति इन्फ्लुएन्सहरू पनि थियो कि होइन। किनभने अब अलिकति यो पोलिटिकल लिगल होइन यति धेरैवटा कुराहरू मिक्स छ नि त। सो किन यति धेरै टाइम लाग्दो रहेछ यो 4 वर्षको जर्नीमा चाहिँ के भयो? यस्तो पनि भयो लाइक सुरुमा चाहिँ जब हामीले रिट हाल्यौँ त्यो बेलामा सबैतिरबाट प्रोटेस्टहरू भइरहेको थियो नि त। तर कस्तो भइरहेको थियो भन्दाखेरि आई थिङ्क इट वाज कोइन्सिडेन्स के दुइटै कुरा। हामीले रिट त्यो भएर पनि हालेको होइन र उहाँहरूले आवाज उठाउनु भएको सायद रिट हालेर पनि होइन होला भन्छु है म। यो कोइन्सिडेन्स भयो। अनि त्यसपछि आई थिङ्क त्यसले गर्दाखेरि एउटा टाइपको प्रोटेस्ट पनि भइरहेको थियो प्लस लिगली पनि गयो। अनि मान्छेलाई एकदमै अवेर गरायो भन्ने चाहिँ मैले बुझेँ। तर लिगल्ली चाहिँ कस्तो भन्दाखेरि हाम्रो प्रोसिड्योरै अलिकति अप्ठ्यारो छ कि भन्नाले अलिकति टाइम नै लिने खालको छ। अनि हामीलाई चाहिँ कस्तो थियो भन्दाखेरि हाम्रो एकजना सरले के भन्नुभएको थियो भन्दाखेरि तपाईँहरूले आफै हेर्दै जानुहोस् है, तपाईँहरूले आफै बस गर्नुहुन्छ, यो तपाईँहरूकै हातमा लाइसेन्स आइसक्छ अनि बस गर्नुहुन्छ, त्यति लामो जर्नी हुन सक्छ भनेर भन्नुभएको थियो सुरुमै। अनि हामीलाई चाहिँ होइन होला भने जस्तो फिल भइरहेको थियो। अनि हाम्रो प्रिलिमिनरी हेरिङ भइसकेपछि हाम्रो अन्तरिम आदेश त्यो बेलामा जारी भएको थिएन कि। अनि अब डेट लिन गयो अनि मतलब अब हाम्रो तारिक हुन्छ नि त त्यो दिन गयो अनि सर्छ के पालो नै आउँदैन होइन। अर्को डेटलाई सर्छ अनि फेरि अर्को डेटलाई सर्छ। अनि कस्तो हुन्छ नि आफूलाई चाहिँ केही भइरहेको कि सिस्टमले नै नदिरहेको हो कि भन्ने जस्तो आफूलाई लाग्दो रहेछ होइन। तर त्यो प्रोसेसै त्यस्तो हुन्छ कि बिकज देयर आर लट्स अफ केसेस। हाम्रो एउटा मात्रै केस होइन होइन, देयर आर लट्स अफ केसेस, सबैको पालो आउन पर्यो नि त। अनि आई थिङ्क 4 वर्ष इट्स अ भेरी लङ टाइम, लङ पिरियड होइन। बिचमा हामीले त्यो केस हालिसकेपछि पनि जति ड्यामेज कन्ट्रोल हुन सक्थ्यो सुरुमै भएको भए अब त्यो त टाइम लाग्यो। 4 वर्ष अझै इरिपेरेबल लस भयो होइन। बट स्टिल वी आर सो ग्रेटफुल टुवर्ड्स अहिले कोर्ट चाहिँ किन भन्दाखेरि यति सेन्सिटिभली यो इस्यु बुझिदिनु भयो कि। तपाईँहरूले त्यो रिट हाल्दाखेरि चाहिँ त्यसमा के मेन्सन गरेको हुन्थ्यो, त्यसमा के हुन्थ्यो अलिकति त्यो पनि सेयर गरिदिनु न। हजुर हुन्छ। यस्तो हो हामीले चाहिँ खासमा माग दाबी चाहिँ के राखेका थियौँ भन्दाखेरि एउटा चाहिँ हाम्रो चाहिँ अब बाहिर मान्छेहरूले कसरी बुझिराख्नु भएको छ तर हामीले चाहिँ यो बाहिरको प्याड बाहिरै म्यानुफ्याक्चर भएर आएको प्याडको लागि मात्रै होइन कि हामीले चाहिँ डोमेस्टिक प्रडक्सनको लागि पनि कर हटाउनुपर्छ भनेरै हामीले माग राखेको हो होइन। जस्तै कि अब डोमेस्टिक इन्डस्ट्रीले नै म्यानुफ्याक्चर गर्दाखेरि पनि हरेक प्रडक्टमा 5% ट्याक्स प्लस 13% भ्याट लाग्ने भएको हो होइन। अनि त्यसपछि त्यो भएको कारणले गर्दा हामीले त्यसलाई पनि हटाउनुपर्छ र बाहिरबाट आयात भएकोलाई पनि जुन त्यो मूल्य अभिवृद्धि कर छ यसलाई चाहिँ
हटाउनुपर्छ भनेरै हामीले माग राखेको एउटा। अनि अर्को चाहिँ हामीले के राखेको थियौँ भन्दाखेरि हाम्रो अहिलेसम्म जति पनि राजस्वहरू सङ्कलन भएको छ यो सेनिटरी प्याडबाट, यसलाई चाहिँ एउटा सेनिटरी प्याड कोष भनेर छुट्टै एउटा कोष खडा गरेर चाहिँ त्यस अन्तर्गत चाहिँ यो प्रजनन स्वास्थ्यको व्यवस्थाहरू मिलाउने, अवेरनेसको प्रोग्रामहरू गर्ने, मेन्स्ट्रुअल हाइजिनको बारेमा चाहिँ ग्रामीण ठाउँहरूमा गएर सिकाउने, यस्तो खालको कुराहरू चाहिँ सरकारले गर्नुपर्छ भनेर हामीले अर्को माग राखेका थियौँ। र हाम्रो बहस गर्ने क्रममा चाहिँ अब अलिकति कस्तो भन्दाखेरि बाहिरको प्रडक्टलाई भन्दा पनि डोमेस्टिक इन्डस्ट्रीलाई पनि अलिकति फ्लरिस गर्नुपर्छ भन्ने हिसाबले चाहिँ हामीले चाहिँ के पनि भनेको थियौँ भन्दाखेरि जसरी त्यो सङ्कलन भएको जति पनि ट्याक्सहरू छ त्यसले चाहिँ अलिकति डोमेस्टिक इन्डस्ट्रीहरूलाई पनि इन्सेन्टिभ दिने खालको, अलिकति प्रोत्साहन गर्ने खालको कामहरू चाहिँ सरकारले गर्नुपर्छ भन्ने खालको हाम्रो कुराहरू थियो। सो हामीले चाहिँ के कुरा फ्याक्ट चाहिँ के मेन्सन गरेका थियौँ हामीलाई पनि थाहा भएको कुरा चाहिँ जस्तै कि 2017-18 को रिपोर्ट अनुसार चाहिँ महिलाहरूले चाहिँ पुरुषहरूभन्दा 30% चाहिँ कम ज्याला कमाउनु हुँदो रहेछ क्या। सो महिलाहरूले एक त कम पैसा कमाउने, त्यसमाथि पनि पुरुषहरूले खर्च नगर्नुपर्ने ठाउँमा खर्च गर्नुपर्ने, जुन चाहिँ हाम्रो चोइसको कुरा होइन नि त, होइन। सो यो चाहिँ एकदम बुझ्न के जरुरी छ भन्दाखेरि यो हाम्रो चोइसको कुरा होइन, नेचुरल प्रोसेस हो। अनि यसमा हाम्रो सेनिटरी प्याडमा मात्रै खर्च हुँदैन के, होइन, अरू औषधि उपचारमा खर्च हुन्छ, आफ्नो इन्डिभिजुअल अनुसार आफ्नो खर्च हुन्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्छ जस्तो पनि लाग्छ। सो यो कुराहरू चाहिँ हामीले मेन्सन गरेका थियौँ। भनेपछि यसो अब सरसर्ती बुझ्दाखेरि होइन करिब हामीले चाहिँ यसमा एउटा 13% भ्याट भयो, एउटा 5% अर्को कस्टम चार्ज, होइन, भनेपछि अराउन्ड 18% ट्याक्स चाहिँ हामीले अननेसेसरीली पे गरिरहेको थियौँ, होइन। अब जस्तै मैले चाहिँ एउटा सेनिटरी प्याड एक महिनामा मैले जस्तै 120 रुपियाँको प्याड किन्छु भने मैले अहिले सरसर्ती हेर्दा चाहिँ मैले 20 रुपियाँ जति कम भएर अब 100 रुपियाँ जति अहिले टेन्टेटिभ भन्दाखेरि त्यतिमा पाउने भयो, होइन। अब हामीले त अहिले वर्षौँसम्म कति धेरै धेरै पैसा यसमा खर्च गरिरहेका छौँ, होइन। अब सबैजनाको त यो पहुँचमा पनि छैन, एक्सेसिबल पनि छैन सेनिटरी प्याड, होइन। र जहाँ छ त्यहाँ पनि महँगो छ भनेपछि त मान्छेहरूलाई चोइसै छैन, होइन। जो व्यक्ति महिनावारी हुनुहुन्छ उहाँहरूलाई चोइसै छैन। सो यसले त एकदमै यहाँहरूको एउटा यो जुन एफोर्ट छ, जुन प्रयास गर्नुभएको छ, त्यसले त महिनावारी हुने व्यक्तिहरूको लागि त होइन एउटा ठुलो भिक्ट्रीको रूपमा हामीले लिन सक्छौँ नि त। तपाईँले अलिकति त्यो जर्नीको कुरा गरिरहँदाखेरि मैले जस्तो तपाईँहरूको यो जुन अहिले उत्पादनको कुरा गर्दा हामी त्यसो भए अहिले चाहिँ प्याडमा मात्रै फोकस गर्छौँ, होइन त? खासमा हामीले भनेको चाहिँ सेनिटरी उत्पादनै हो, होइन। हामीले एज अ होल कुरा गर्ने चाहिँ सेनिटरी उत्पादन आयात गरे पनि यहाँ उत्पादन गरे पनि सेनिटरी प्याडलाई चाहिँ धेरै, होइन, यसको दायरा चाहिँ त्यसमा छ। हामीले अब रिटमा मेन्सन गर्दाखेरि चाहिँ सेनिटरी उत्पादनै भनेर मेन्सन गरेका छौँ, विच इन्क्लुड्स एभ्रिथिङ, होइन। तर अब मैले अब जेनरली हामीले युज गर्ने भनेको सेनिटरी प्याडै भएको भएर अलिकति जेनरल रेफरेन्स मात्रै दिन खोजिरह हो। अब यसमा जुन अहिले यो एउटा भर्डिक्ट आएको छ नि, होइन, हामीले चाहिँ केही दिन अगाडि सबैतिर समाचारमा पनि त्यही सोसियल मिडियामा पनि त्यही एकदमै एउटा खुसी हुने एउटा वातावरण पनि सृजना गर्यो यो कुराले, होइन। यो भर्डिक्टले चाहिँ अब के भन्छ त उहाँहरूले जुन यो परामर्श जारी गरेको भन्ने छ नि एउटा लिगल टर्म, त्यसलाई हामीले सजिलो भाषामा चाहिँ कसरी बुझ्ने, यो भनेको के हो त, अब के हुन्छ? अब यस्तो हो जस्तै कि भर्खरै परमादेश जारी भयो भन्ने खालको कुरा चाहिँ भयो, होइन। तर अब यसको फुल टेक्स्ट आउन अझै पनि समय लाग्नेवाला छ, 1 देखि 2 महिनासम्म अझै टाइम लाग्छ। सो के भन्छ, के आउँछ भन्ने कुरा चाहिँ अलिकति पछाडि थाहा हुन्छ, अलिक डिटेलमा चाहिँ पछाडि थाहा हुन्छ। तर मैले अघि जति पनि मागदाबीहरू मेन्सन गरेको छु यसै मध्येबाट जारी भएको हुन्छ भर्डिक्ट चाहिँ। अब जस्तै यस्तो हाम्रोमा त होइन कति धेरै केसेसहरू छ, कति धेरै भर्डिक्ट्सहरू एभ्रिडे रहेको हुन्छ, होइन। सो अब जुन अहिले यो एउटा आयो यसमा साँच्चीकै हामी खुसी हुने ठाउँ छ कि यहाँलाई लाग्छ कि अब यसको इम्प्लिमेन्टेसनको पार्ट त भन्न सकिँदैन भन्ने लाग्छ कि, होइन, कस्तो हुन्छ यो स्पेसली यो भर्डिक्टहरू आइसके पछाडि कतिको स्पेस हुन्छ त्यहाँनिर? हजुर, यस्तो हो जस्तै कि अब हजुरले इम्प्लिमेन्टेसनको कुरा गर्दाखेरि चाहिँ हो, यु आर राइट कि लाइक कति कुराहरू इम्प्लिमेन्ट भएको हुँदैन, होइन।
र कस्तो हुन्छ भन्दाखेरि जसले केस हाल्नुभयो उहाँहरूले नै त्यो इम्प्लिमेन्टेसनको लागि पनि एकदमै पहल गर्नुपर्ने सिचुएसन आउँछ कि होइन, त्यस्तै परिस्थिति छ होइन। तर इट्स नट इम्पोसिबल अथवा हुँदैन अथवा स्पेस छैन भन्ने चाहिँ होइन, तर अझै बढी फेरि हाम्रै इनपुट चाहिँ हुनुपर्छ भन्ने खालको देखिन्छ अहिलेसम्मको सिचुएसनमा चाहिँ। अब जस्तै कि अब फेरि कस्तो पनि हुँदो रहेछ भन्दाखेरि यही मेन्सुरेसनकै भित्र हेर्दाखेरि चाहिँ जस्तै सर्वोच्च अदालतले यो छाउपडीलाई त इलिगल मानेको छ नि त होइन, तर जसले या केस लिएर आएर दर्ता गर्नुभयो अथवा जसरी यसमा फैसला भयो नि, के हामीले यसमा त्यो सोसाइटल लेभलमा चाहिँ स्टडी गऱ्यौँ त कि त्यो पोसिबल हुन्छ कि हुँदैन भनेर प्र्याक्टिकली। एक्ज्याक्टली, जस्तै कि अब जहाँ चाहिँ यो छाउपडी प्रथाको प्र्याक्टिस हुन्छ नि होइन, त्यो ठाउँमा तपाईँले यदि गएर हेर्नुभयो भनेदेखि इस्यु चाहिँ के छ भन्दाखेरि उहाँहरू इकोनोमिकली अलिकति ब्याकवर्ड हुनुहुन्छ अनि उहाँहरूले चाहिँ सेनिटरी प्याडहरू मजाले त्यो एक्सेसिबलै छैन क्या होइन। अनि अब इकोनोमिकली ब्याकवर्ड, एक्सेसिबल पनि छैन, अनि अब के गर्ने त, वाट इज द अदर अप्सन्स भन्दाखेरि चाहिँ कि त त्यो एकदम सेनिटरी टावल्सहरू पनि अब एकदमै त्यो हुन्छ नि, उहाँहरूले आफ्नै कपडाहरू नै युज गर्नुहुन्छ र अब अलिकति सफा भएर बस्नको लागि चाहिँ आफूले अलिकति एक्सक्लुड गरेरै बस्ने खालको गर्नुहुन्छ होइन। तर एक्चुली चाहिए चाहिँ के थियो त भन्ने कुरामा चाहिँ सायदै अलिकति भएन होला। र आई थिङ्क यो कुराले चाहिँ हाम्रो यो जुन यो सेनिटरी प्याडबाट कर हटेको खण्डमा चाहिँ यो कुरालाई चाहिँ अलिकति एक्सेसिबल बनाइदिन्छ कि भन्ने खालको हाम्रो एउटा पर्सपेक्टिभ राखिरहेछौँ हामीले होइन। सो यस्तो अलिकति इम्प्लिमेन्ट हुन सक्ने खालको पनि हुन पर्यो डिसिजन भन्ने खालको कुरा पनि हो। ओके, मैले बुझेँ। अब जस्तै एउटा ब्ल्याङ्केट डिसिजन चाहिँ लिइन्छ कुनै कुनै बेला होइन, तर त्यो कन्टेक्स्टमा मिल्छ कि मिल्दैन भन्ने होइन। एक्ज्याक्टली। अब जस्तै तपाईँले भने जस्तै अब अछामको एउटा केस होला होइन, त्यहाँ सुहाउँदो छ कि छैन त्यो डिसिजन। जब यस्तो हामीले कुनै डिसिजनहरू लिन्छौँ त्यो बेला चाहिँ सबैलाई नेपालभरि नै एउटै युनिफर्म रूपमा चाहिँ होइन लागू गर्नु भन्दाखेरि पनि त्यो ठाउँ हेरिकन कन्टेक्स्ट हेरिकन कतिको प्र्याक्टिकल छ होइन, त्यो अनुसार डिसिजन भयो भने चाहिँ इम्प्लिमेन्ट हुने धेरै चान्सेसहरू छ। एक्ज्याक्टली। ओके, भनेपछि यो केसमा पनि अब हामीले बुझ्दाखेरि चाहिँ सहज भाषामा बुझ्दाखेरि हामीले जुन कर तिरिरहेछौँ, एडिसनल कर सरकारलाई बुझाइरहेको छौँ, त्यो कर तिरेनौँ भने पनि हामीले यहाँ जसले चाहिँ सहज रूपमा प्राप्त गरिरहेका छौँ, अझ भनौँ सहरहरूमा होइन सहजै पाइरहेका छौँ, यो त एउटा प्लस पोइन्ट हुने नै भयो। तर दूरदराजमा पनि जहाँ अहिले सेनिटरी प्याडहरू पाइन्छ होइन, त्यहाँ पनि उहाँहरूले चाहिँ एक्सेस गर्न पाउने हुनेछ। हजुर। अनि अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि जस्तै कि अलिकति रिमोट एरियाजहरूमा चाहिँ एकजना बहिनीले चाहिँ हामीले ठ्याक्क सुरुमा हामीले 4 वर्ष अगाडि हालेको बेलाको कुरा है यो, त्यतिखेर चाहिँ उहाँ मैले ठाउँको नाम बिर्सेँ, त्यस्तै रोल्पा यस्तै कहाँ भन्नुभएको थियो, उहाँ चाहिँ भलिन्टियरिङ गर्नलाई जानुभएको रहेछ। अनि उहाँले चाहिँ त्यो सेनिटरी प्याड किन्दाखेरि चाहिँ जस्तै उहाँले यहाँ जतिमा किन्नुहुन्थ्यो त्यसको डबल प्राइस उहाँ तिर्नु पर्यो रहेछ क्या त्यही सेम प्याडको लागि। अनि कस्तो त्यो रेगुल्यारिटिजहरू पनि कस्तो त्यो हुन्छ नि, त्यो कन्सिस्टेन्ट, त्यो प्राइसमा कन्सिस्टेन्सी पनि छैन, एकदमै त्यो छ नि त। तर यो कुराले चाहिँ सायद मान्छेले अलिकति अवेर पनि बनाउँछ होला कि यस्तो भएको छ, सो आई क्यान क्लेम कि यसमा कम भएको छ, किन प्राइस हाई लिइरहेछौ भनेर अलिकति क्वेसन पनि गर्न सक्नुहुन्छ कि जस्तो लागिरहेछ। हामीले चाहिँ त्यो सोचा छौँ। एकदम होइन, तपाईँहरूले यस्तो राम्रो एफर्ट होइन, फेरि 4 वर्षसम्म निरन्तर, यो 4 वर्षको दौरानमा चाहिँ तपाईँ आफैलाई पनि आफै महिनावारी हुने व्यक्ति भएको भएर होइन, त्यो त्यस्तो कुनै पोइन्ट्सहरू थियो जहाँ तपाईँलाई एकदमै हुन्छ नि यो विषयले एकदमै टच गरेको, एकदमै इमोसनल भएको, ला हुँदैन कि भन्ने जस्तो होइन, त्यस्तो कुनै त्यस्तो मोमेन्ट्सहरू थियो भने पनि सेयर गरिदिनुहोस् न। मलाई चाहिँ के हुन्थ्यो भन्दाखेरि एभ्री टाइम म त्यो सेनिटरी प्याड किन्न जाँदाखेरि यो केस हालिसकेपछि है सोच्थेँ कि अनि त्यो जुन त्यो पेन हुन्छ नि यो लग्जरी हो त मेरो दिमागमा आउने के अब मैले यो कुरा कसरी एक्सप्लेन गर्ने होला त यो हाउ क्यान दिस बी लग्जरी म यति धेरै पेनमा छु इमोसनली फिजिकली हैन अनि जुन त्यो आफूलाई त्यो ब्लड आउँदाखेरिको त्यो जुन अनकम्फर्टेबलनेस हुन्छ हैन त्यो पनि हुन्छ नि कसरी चाहिँ मैले एक्सप्लेन गर्ने होला त भन्ने खालको एउटा लागे गर्थ्यो के हैन अनि घरिघरि चाहिँ रिस पनि उठ्ने के कस्तो नबुझेको होला
होइन गभर्मेन्ट त एउटा गार्जियन हो नि त स्टेटको अनि उसले 50% अफ द पपुलेसनको चाहिँ मोर देन 50% अफ द पपुलेसनको चाहिँ कस्तो कुरा नबुझेको हो कि बुझेर पनि नसुन्न खोजा हो कि किनभनेदेखि इफ यु सी होइन कन्डमलाई चाहिँ ट्याक्स फ्री बनाएको छ कि होइन अनि किन भन्दाखेरि त्यो चाहिँ रिप्रोडक्टिभ हेल्थको लागि चाहिँ इट इज भेरी इसेन्सियल भनेर भनेको छ होइन तर मेन्स्ट्रुएसन त अझै बढी इसेन्सियल होला नि त होइन सेक्स इज अ चोइस तर मेन्स्ट्रुएसन त होइन नि त होइन तर यो भन्दैमा के भनेको होइन भन्दाखेरि त्यसबाट हुनु हुँदैन त्यसमा चाहिँ ट्याक्स लगाउनु पर्छ एक्ज्याक्टली बोथ आर इक्वली इम्पोर्टेन्ट बट मेन्स्ट्रुएसन चाहिँ चोइस होइन क्या हजुर एकदम राम्रो एक्सप्लेन गरिदिनु भयो अफकोर्स है मेन्स्ट्रुएसन चोइस होइन सो वी डोन्ट ह्याभ एनी चोइस यसलाई चाहिँ लग्जरी गुडको रूपमा हेर्ने होइन अथवा कन्ज्युम गर्ने हामीले यो सेनिटरी प्याड्सहरूको कुरा गरिरहँदा अब त्यो अघि तपाईँले अलिकति मेन्सन गर्नुभएको थियो अब जस्तै फुल टेक्स्ट आउन बाँकी छ भनेर होइन फुल टेक्स्ट आइसके पछाडि के हुन्छ फर्दर प्रोसेस जस्तै त्यहाँ मन्त्रालयहरूसँगको समन्वय हुन्छ कि उहाँहरूले त्यो अब जस्तै एउटा अर्डर चाहिँ मन्त्रालयहरूलाई दिएर अनि उहाँहरूले कार्यान्वयन गर्ने हुन्छ कि के हुन्छ अबको त्यो प्रोसेस हजुर त्यो चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तै कि अब हामीले विपक्षी बनाएका कार्यालयहरूलाई चाहिँ त्यो अर्डर जान्छ अनि कुन कुन छन् जस्तै कि अब हामीले महिला र बालबालिका गरेका थियौँ र बालबालिका मन्त्रालय त्यसपछि हामीले गरेका थियौँ एउटा चाहिँ अब अर्थ मन्त्रालय नै भइहाल्यो गर्नु परिहाल्यो त्यसपछि अर्को गरेको थियो हामीले यो कानुन मन्त्रालय अनि अर्को चाहिँ यो स्वास्थ्य मन्त्रालय चारवटालाई चाहिँ मेन्सन गरेका थियौँ हामीले सो यहाँ चाहिँ जान्छ अनि यहाँ गइसकेपछि अब उहाँहरूले कतिको त्यसलाई सिरियसली लिनुहुन्छ होइन अब किनभनेदेखि यो त बजेट त एभ्री इयर चेन्ज गर्न मिल्छ नि त होइन सो यसमा चाहिँ नेक्स्ट इयरको लागि चाहिँ आउला कि भन्ने हाम्रो आशा हो होइन तर यो वर्षको फिस्कल इयर बजेटमा नभ्याइए पनि नेक्स्ट इयरकोमा चाहिँ इम्प्लिमेन्ट होला कि भन्ने हजुर अनि यसको लागि अब अर्डर अब उहाँहरूले कतिको सिरियसली लिनुहुन्छ होइन अब हामीले पनि त्यही अनुसारले पहल गरि नै रहन्छौँ निरन्तरता दिइरहन्छौँ किनभनेदेखि यो एउटा केस हालेर फैसला आइसकेपछिसम्म मात्रै हाम्रो दायित्व होइन नि त एज एन पब्लिक इन्ट्रेस्ट लिटिगेटर हामीले एन्डसम्म त्यो इम्प्लिमेन्टेसनलाई पनि फलो गर्नुपर्ने हुन्छ नि त सो त्यससम्म चाहिँ हामी पनि आफू पनि ध्यान दिन्छौँ एकदमै राम्रो भनेपछि यो भर्डिक्ट पछाडि जे जस्तो इम्प्लिमेन्टेसनमा जान्छ होइन भयो भने एकदमै बेस्ट भइहाल्यो होइन यहाँहरूले केही गर्नै परेन जस्ट भएन भने पनि यहाँहरूले चाहिँ निरन्तर यो केसलाई चाहिँ अगाडि लानुहुन्छ भनेर बुझ्ने हो हजुर हजुर एकदमै राम्रो यहाँहरूको त्यो एफोर्ट जुन छ नि त्यो एफोर्ट एकदमै सराहनीय यहाँहरूको एउटा यो स्टेपले चाहिँ महिनावारी हुने नेपालभरिका सबै व्यक्तिहरूलाई चाहिँ फाइदा पुग्ने होइन यो त एकदमै मेन्स्ट्रुअल इक्विटीको हामी कुरा गर्छौँ मेन्स्ट्रुअल डिग्निटीको कुरा गर्छौँ त्यसलाई नै ओभरअल कन्ट्रिब्युट गर्ने स्टेप भयो नि त सो यहाँहरूलाई त धेरै धेरै बधाई धन्यवाद दिनुपर्छ हामी सबैको तर्फबाट थ्याङ्क यू सो मच अब हामीले चाहिँ खासमा यो जुन लाइक यो भर्डिक्ट जुन आयो परमादेश जारी भनेर जुन आयो नि त्यसपछि चाहिँ कस्तो भयो भन्दाखेरि मिडियामा आइसकेपछि पनि हामीलाई चाहिँ कस्तो फिल भइरहेको थियो भन्दाखेरिदेखि हामीले ठिकै छ यहाँसम्म त भयो अब हामीले अझै गर्न लाइक अझै आउन बाँकी छ फुल टेक्स्ट आउनै बाँकी छ सो यसमा पनि वी हेभ टु बी भेरी लाइक अवेर भन्ने खालको चाहिँ भइरहेको थियो होइन अनि द नम्बर अफ रेस्पोन्सेस त्यो आइराख्दाखेरि चाहिँ कस्तो भन्दाखेरिदेखि ए ल ठिक छ कस्तो फिल भयो भन्दाखेरि हामी चाहिँ एकदमै धेरै अवेर भइसकेको सिचुएसनमा रहेछौँ जस्तो फिल भयो कि उहाँहरूलाई आफ्नो राइट्सको बारेमा होइन अनि यो चाहिँ एसेन्सियल कुरा हो भनेर कस्तो त्यो हाम्रो यो हुन्छ नि जति भन्छौँ नि हामी अवेर छैन हाम्रो नेपाली समाज भनेर यो केस पछिको त्यो रेस्पोन्स पछि चाहिँ ए ल यो कुरामा त हामी यतिसम्मको अवेर त भइसकेका रहेछौँ नि त सो यसले पनि के देखाइरहेछ भन्दाखेरि हामी जेन्डर इक्वालिटीतिर चाहिँ लागिरहेको रहेछौँ निरन्तर भनेर त्यो हुन्छ नि केही भएको छैन भनेर कहिलेकाहीँ त्यो फ्रस्ट्रेसन हुन्छ नि होइन होला देयर आर लट्स अफ डिस्प्यारिटिज नट लाइक हुन्छ नि इग्नोरिङ एनिथिङ तर यसले गर्दाखेरि ल एटलिस्ट अवेर चाहिँ रहेछौँ
भन्ने चाहिँ फिल भयो के मलाई। हामीले पनि त्यो मिडियाहरूमा आएको रिपोर्ट्सहरू अझ भन्नुपर्दा सोसियल मिडियामा आएको त्यो इङ्गेजमेन्टहरू देख्छौँ नि होइन, यो न्युज सेयर गरिसके पछाडि धेरैजनालाई, किनभने सबै व्यक्तिलाई छुन्छ नि त। एउटा त महिनावारी हुने व्यक्तिलाई डाइरेक्टली छुन्छ अभियसली होइन, उहाँहरूले प्रत्येक महिना प्रयोग गर्ने सामग्रीको कुरा छ त्यहाँ। अर्को त परिवारलाई पनि छुन्छ किनभने इकोनोमीसँग जोडिएको कुरा हो होइन, त्यही भएर त यो त एकदमै क्रस कटिङ इस्यु पनि भयो है, अनि त्यही भएर पनि टच भएको होला। अर्को एउटा मलाई लास्ट क्वेसन सोध्न मन लागेको, जस्तै अब इन केस यो इम्प्लिमेन्टेसनको पार्टमा चाहिँ हामीले यो 4वटा जजलाई भनेका छौँ विपक्षी मन्त्रालयहरू होइन, उहाँहरूकोबाट चाहिँ अलिकति चित्त बुझ्दो रूपमा चाहिँ होइन कार्यान्वयनको लागि चाहिँ त्यही अनुसारको अरू फर्दर डिरेक्सन्सहरू आएनन् होरेनन् भने फेरि अब कानुनी तवरमा के गर्नुपर्छ अथवा के गर्ने विचारमा हुनुहुन्छ? यस्तो हो, अब एकचोटि भर्डिक्ट आइसकेपछि त फुल टेक्स्ट आइसकेपछि फेरि त्यही कुरामा केस लिएर जान मिल्दैन एउटै कुरामा होइन। सो अब वान्स यो डिसिजन आइसकेपछि चाहिँ इम्प्लिमेन्टेसनकै पाटोमा जानुपर्छ। हाउएभर आई थिङ्क जुन लेभलमा हाम्रो यो पब्लिक अवेर भइरहेछ नि, यो जुन लेभलको यो मिडियाले पनि कभरेज गरिरहेछ यो इस्युलाई, यो कुराले कतै न कतै गभर्मेन्टलाई अलरेडी इम्प्याक्ट गरिसक्यो होला के सायद, मलाई चाहिँ त्यो लागिरहेछ होइन। अनि आई थिङ्क उहाँहरूले इम्प्लिमेन्टेसनलाई चाहिँ अलिकति सिरियसली नै लिनुहुन्छ भन्ने मैले बुझेको छु होइन। तर अब इम्प्लिमेन्टेसन चित्त बुझ्दो तरिकाले भएन भनेदेखि हामीले गर्ने भनेको नै उहाँहरूलाई रिक्वेस्टै गर्ने हो, उहाँहरूसँग अझै समन्वय गरेर अझै कुरा गरेर हामीले भन्न खोजेको यो थियो यस्तो थियो भनेर उहाँहरूसँग समन्वय गर्ने नै हो होइन। तर जनताबाट यति लेभल अफ अवेरनेस आइसकेपछि सायदै गभर्मेन्टले त्यसलाई रिजेक्ट गर्छ, गर्नु पनि भएन। एक्ज्याक्टली। सो लेट्स बी पोजिटिभ होइन यो कुरामा। अहिले जे जस्तो डिसिजन आएछ द्याट्स अ ग्रेट न्युज सबैको लागि, र इम्प्लिमेन्टेसनमा पनि सरकारले चाहिँ त्यति नै होइन सिरियसनेस देखाउनेछ होइन भनेर चाहिँ आशा गरौँ। वी आर सो थ्याङ्कफुल टु यु एन्ड योर फ्रेन्ड एन्ड दोज हु वेयर इन द टिम बिहाइन्ड होइन, यहाँहरू सबैजनाको एफर्टले गरेर एटलिस्ट एउटा हामी लिगल प्रोसेसबाट गएर होइन एउटा यो स्टेपसम्म पुगेको छौँ। सो लेट्स होप आगामी दिनहरूमा चाहिँ यो इम्प्लिमेन्ट हुँदै जानेछ र विभिन्न अघि यहाँले भने जस्तै अझै पहलहरू हुनेछन्, फेरि समन्वय हुनेछ। हामीहरूले पनि सबैजनाले यसमा जोइन्ट एफर्टहरू लगाउनेछौँ। इभन हामी पिरियडका कुराले पनि यो बारेमा अझै आवाजहरू उठाइरहनेछौँ। एउटा लास्ट कुरा ल, मैले अलिकति कुरा गर्ने क्रममा त्यो बहकिएर मैले बिर्सेछु। आई वुड लाइक टु थ्याङ्क होइन पहिला त मेरो साथी अभिदय भेटवाल होइन, हामीले एकदम मिलेर सहकार्य गरेर एकदमै इस्युलाई एकदमै इम्पोर्टेन्स दिएर काम गऱ्यौँ होइन। अनि त्यसपछि हामीले चाहिँ सुरुमा पनि यो कुरा बाहिर आएको थियो नि त, त्यो बेलामा चाहिँ हामीले चाहिँ इस्यु नै माथि आउनुपर्छ होइन, हामी चाहिँ नदेखियौँ इस्युलाई नै चाहिँ बढी पुस गरौँ भन्ने खालको लाइनबाट गइरहेको थियौँ। अनि त्यसपछि हि वाज हेल्पफुल अल द थ्रु आउट द जर्नी होइन, एक्ज्याक्टली होइन, सबै कुरा बुझेर उसले एकदमै राम्ररी हेल्प गर्यो, साथ दियो होइन। अनि द्याट इज अ ग्रेट थिङ जस्तो लाग्छ कि होइन। अनि अर्को चाहिँ प्रकाश मणि शर्मा एकाडेमी फर पिआइएल भनेर छ अर्गनाइजेसन, उहाँहरूले चाहिँ अब हामीलाई असिस्ट गर्नुभयो होइन। अनि अब काठमाडौँ स्कुल अफ ललाई त अब धन्यवाद दिने कुरा भइ नै हाल्यो। अनि हाम्रो चाहिँ सबैभन्दा सुरुमा सर्वप्रथम मैले अघि पनि मेन्सन गरेको थिएँ प्रवीण महर्जन र विष्णु ढकाल सरले चाहिँ हामीलाई एकदमै धेरै हेल्प गर्नुभयो सुरुमा, एकदमै इनिसियल फेजमा होइन। उहाँहरूलाई पनि मनदेखि नै थ्याङ्क यू भन्न चाहन्छु। र जसले पनि डिरेक्टली र इन्डिरेक्टली प्रोटेस्ट गर्नेदेखि लिएर सबैजनाले आफ्नो लेभलबाट जति काम गर्नुभएको छ सबैजनालाई एकदमै थ्याङ्क यू भन्न चाहन्छु। अलराइट, थ्याङ्क यू तपाईँलाई र विशेष धन्यवाद तपाईँको साथी र तपाईँको होल टिमलाई धन्यवाद है यति राम्रो एफर्ट लगाउनु भएकोमा। अन द्याट नोट आज भने पिरियडका कुराको यो कन्भर्सेसन यति नै, तर आगामी दिनहरूमा हामीले पनि यो करको विषयलाई अझै पनि अरू एपिसोड्सहरूमा पनि समेट्नेछौँ र यसको कार्यान्वयनको पक्ष के कस्तो छ भनेर निरन्तर रूपमा फलो गरिरहनेछौँ। यहाँहरूको केही सल्लाह सुझाव अथवा कमेन्ट्स केही छ भने प्लिज हामीलाई लेख्नुहोला पिरियडका कुरा @gmail.com मा, अथवा हामी सोसियल मिडियामा पनि छौँ, फेसबुक, ट्विटर, इन्स्टाग्राममा। प्लिज डु राइट टु अस। आजलाई भने यति नै, थ्याङ्क यू, बाई।